हेलो साथीहरु नमस्ते जोरले वेलकम ब्याक टु माय युट्युब च्यानल अगेन एन्ड महारती मगरबाट म्याग्दी दिवस्थानदेखि अनि तपाईहरुको सामु फेरि न्यू भ्लगको साथमा आइसकेको छु साथीहरु। सो मेरो भ्लगलाई अन्तिमसम्म हेरेर साथ दिनु होला। अनि सन्चै हुनुहुन्छ साथीहरु, आई होप तपाईहरु पनि सन्चै हुनुहुन्छ होला। म पनि एकदम सन्चै आरामै छु। अनि आज चाहिँ म जाँदै छु फेरि झारामा। किबिना नाके लन्यो गन्त अनि बाटो बनाउने झारामा जाँदैछु साथीहरु। आज पनि अस्ति नै सुरु दिन गएको, आज त 3 दिन हुन्छ। हिजो अस्ति 2 दिन भयो साथीहरु। सुरु दिनको भ्लग बनाएको थिएँ मैले, तर के गर्नु मोबाइलले साथ दिएन, त्यही भएर छोटो मिठो चाहिँ आउँछ होला भ्लग। तर के कस्तो लाग्छ तपाईहरुलाई, जस्तो लाग्छ त्यस्तै प्रतिक्रिया दिनु होला है त साथीहरु। आज चाहिँ फेरि 3 दिनको लगतमा मैले हालेको छु, बनाएको छु भ्लग। अनि अरु चाहिँ उताबाट गए, मेरो चाहिँ यता बुझ्न थियो नि त यो सामानहरु तल लग्ने, त्यही भएर म चाहिँ यताबाट आएको। कोही चाहिँ गइसक्यो होला नि सायद, तर म एक्लै जाँदैछु यहाँ। आज पनि ढुङ्गा बोक्ने होला साथीहरु, कहिले सकिन्छ थाहा छैन झारा चाहिँ। अनि तपाईहरुलाई मेरो भ्लग के कस्तो लाग्छ, जस्तो लाग्छ त्यस्तै प्रतिक्रिया दिनु होला। र मेरो च्यानलमा नयाँ साथीहरु जो दिन आउनुहुन्छ भने तपाईहरुलाई पनि धेरै धेरै स्वागत छ, आउनु भएको छ भने। अनि धेरै धेरै धन्यवाद पनि भन्न चाहन्छु साथीहरु। र मेरो च्यानलमा जो दिन आइसकेपछि कृपया मेरो च्यानललाई सब्स्क्राइब गरेर मात्र जानु होला। सब्स्क्राइब गरेर छोटो मिठो कमेन्ट छोड्नु होला। त्यसपछि मैले पनि तपाईहरुलाई फुल सपोर्ट गर्नेछु। सब्स्क्राइबको ब्याग दिनु छ है त साथीहरु। सब्स्क्राइब गर्नु चाहिँ नभुल्नु होला। अब गाउँघरको जिन्दगी यस्तै छ, जे जस्तो भए पनि, राम्रो भए पनि नराम्रो भए पनि हेरेर साथ दिनु होला है त साथीहरु। सो अब चाहिँ म जाँदैछु अनि तलाई अनि आजको मौसम देख्न सक्नुहुन्छ साथीहरु। यस्तो गरिरहेको छ आजको मौसम नि आज पनि। तर हिजो त बेलुकीतिर एकदम ठुलो पानी परेको थियो नि त, हामी त सबै घर चुहेर बर्बाद साथीहरु। बर्खा लाग्यो घर चुने। अब ढुङ्गाको घर बनाए पनि अलिअलि त चुनी नै भयो। अब हिउँदोमा काम पर्दा छानामा चलिन्छ नि त साथीहरु, त्यही भएर चुनी नै भयो साथीहरु। घर चुहेर बर्बाद। सो मेरो भ्लग हेर्दै जानु होला है त। यो मोबिल बोकेर म आवा भाग्छु तरुनी हो। अस्ति त्यति दुःख गरेर भ्लग बनाएर के काम त कामै लागेन यार जिन्दगानीमा। यस्तो घोर्पे बोकेर आएको हामी चाहिँ। अब काममा जान लागेको साथीहरु। यो चाहिँ समीरको हो। कारा है चहरा सन्दीपी तैले खाजो कारा है चहरा हमजो मेरो त टाटो लग्दै मान्छे लगाउ त या ल त चिन्लाई त सन्दीपी चिन लगाइदिनु हो। टाटो पुगा पारिसौँ कि मैले भात। अन्त उल्टिसी तातो नि अहिले अन्ना तातो नि त अझ 3 लुगामा मल्लीको लिँदै मलाई पैसा मलाई पनि बिगन चलो खोलिदेऊ त नै तँ लुगा हुती के भात त बिगना के तातो बिगछ र रुटी बिगछ र के तातो त बिगछ र मन बिग्रेको त्यस्तो ताते अलिको त बिगना तातो त्यस्तै बस्छ। अझै जम्मा हुँदैछौँ हामी। अब जान्छौँ काममा। के भयो त त्यो त कोही मासु पैसा उठाउँदै थियो।
जान्न राजा त कहाँ जान्छ रे र छैन फेरि मेरो यति ठुलो रुखको जरामा बसेको क्या हामी किन आउँदैन र सुफिया मिस सुफिया मिस के दिस्ती गरेर बिची सिनगन म त मन नै मा अरू कोन चाहिँ कता जाने त हामी लो जाम साथी हो बाई बाई काम गरेर खान नि गाह्रो छ मेरो नि देख्देऊ है पानी पनि जाऊ रे तर नि हो एउटा जान्न पानी बोल्न दुईटा लिस्टिसक्यो रे तँ बोतल त के कसो हामीले ढुङ्गा बोक्ने ठाउँ चाहिँ यस्तो रहेको छ साथीहरू गरी हौ म यहाँ गरी हौ अबे भन गरी हौ के गरेर खाऊ बोलेको अर्कै नसोच्देऊ न तिमीले यति धेरै ढुङ्गा जुम्टाइ जान्दैयो कि तरुनीहरूले त ल है बोल्छ है चना दिदी म यहाँको भोक लाग्यो मलाई त यहाँ थगेछन् कोहीले यहाँ यस्तो पावर हुन्छ कि गर्ल्स पावर भन्ने थाहा छैन साथीहरू तिमीलाई अब कसले त्यस्तो बाटो गराइदिएको क छ क यो तिनवटा तरुनीहरूले यति धेरै ढुङ्गा थुपारेछन् साथीहरू हामी चाहिँ उता बोक्दा बोक्दा बल्ल यता आइपुगेको किन आँच्छन् नि हाम्रो गाउँको केटीहरूलाई त्यति कमजोर नठान्नु होला है साथीहरू यस्तो गरी ढुङ्गा पो फर्छन् त हाम्रो गाउँतिर त नि है अब पार्ने भयो चण्डीबीले उसको बुढालाई यस्तो ढुङ्गा फरी पाल्छ क्या चण्डीबीले उसको बुढालाई यताबाट जाने आम्जे यताबाट सजिलो बनाइरहेछन् के बाटो बनाइदिएको हालिदेऊ साथी हामीलाई तिस्ती लामा लामा गराउने रे तिस्ती जात तिस्ती के तिस्ती राखा तिस्ती लगाइदिने यो जातपति मसिना नगराइदेऊ लामो लामो गरायो भने उहाँबाट सारेको कि उहाँ उतापट्टि सर्ने भनेर भन कि तिस्ती कुन्ता पुगी जाने हौ
नान के चन्दीबी वहाँ मेला छ त के यस्तो भयो भने यसरी ढुङ्गा बोक्दैछ साथीहरू हामी चाहिँ लास्ट एकखेप खाजा खानुभन्दा अगाडिको यो चाहिँ अब खाजा खाइन्छ खाजा त पिलो पिलो छ त सबै ए खाजा खान लागेको साथीहरू हामी चाहिँ हाम्रो खाजा चाहिँ यस्तो रहेको छ सुफिया सुफिया जसदेवी चन्ददेवी जेनी मिठो हुन्छ के बगालमा त जे भएन यो दिँदा खाने भने कपै निकाल्छ त्यो खाइसी सुन हक्छस् खा रसमा देखाइदिन अन्थस भने नदेखायो पनि गिल्ला अनि किन देखाउनु बाटो छ के खाऊ त तात्तै करेला मन टोका टोटो मिठो हुन्छ नि करेला निङ्रो आलु सबै खाऊ साथी हो दिदी बोका करेला खाला ला करेला बोका बो मिठो न करेला खाना खा सबभन्दा हाइजिसको छ यो इत्तिबेरीमा कसरी खाने झरामाको ल भन त हाम्रो दिरै क्या नि म 60 वर्ष पुगे मान्छे कति दिन आएर दिदी 14 दिन आमजु कति दिन आएको रे आमजु म 12 दिदी जिनी कति दिन आयो रे जिनी मन 12 जहदेवी र चन्ददेवीन सुफियान हामी 8 म त बल्ल 3 दिन आज इला त घर लाउन पर्छ तिमीलाई त नदेखाउनु भयो हेरिहाल्छन् कि जहदेवीले त फेरि जहदेवी नदेखेको म काला हामी चाहिँ खाजा खाएर पनि यसरी बसिरहेको साथीहरू त्यहाँलाई चाहिँ तलतिर चाहिँ केटा मान्छेको छुट्टै केटी मान्छेको छुट्टै अरे खाजा खाने त्यही भएर तलतिर साथीहरू म चाहिँ कामबाट पनि आएको छु है मकै बारीमा कति डर लाग्ने फेउरो मात्र निस्किला जस्तै भएको छ साथीहरू अनि हेर्नुहोस् त यहाँ दिलतिरको वन पनि म जत्रो भइसकेको छ म चाहिँ यहाँ यस्तो सिमी टिप्न आएको छु कि साथीहरू हेर्नुहोस् त कस्तो मजाले फलेछ हो हाम्रो सिमी हाम्रो दाम्रो खाने सिमी खाने भयो होला भनेर म चाहिँ माथितिर घर पनि नगइकन यहाँ सिमी टिपेर लग्ने भनेर आएको छु साथीहरू खेतमा अब चाहिँ मै सिमी टिपेर जाने हो गाई चरुई सिमी फर्सी कुपिन्डा सबैले यहाँ यस्तो लथालिङ्गो भएको छ साथीहरू मकै बारी त है भर्खरै मकैले पनि घोगा हाल्न थालिसकेको छ हेर्नुहोस् त साथीहरू यस्तो हाम्रो गाउँतिर त अब केही दिनपछि फेरि मकै खाने हुन्छ रे गाउँतिर यस्तो सिमी टिप्न आएको छु कि साथीहरू म त यस्तो भ्लग पनि बन्द गर्छु है त साथीहरू अनि तपाईँहरूलाई आजको दिन के कस्तो लाग्यो जस्तो लाग्यो त्यस्तो प्रतिक्रिया दिनु होला भन्न चाहन्छु साथीहरू अब रात पनि परिसक्यो 7 बजिसक्यो नि त त्यही भएर रात पनि परेको छ थोरै खान मन लागेछ कि यहाँ सिमी साथीहरू खाने भयो होला भनेर म चाहिँ टिप्न आएको खाने भएको रहेछ अब चाहिँ म घर जान्छु अनि म चाहिँ यहाँ मकै डोराबाट आधै नआएको यस्तो भएछ साथीहरू सिमी त खाने भएछ सो अब चाहिँ भ्लग बन्द गर्छु तपाईँहरूलाई कस्तो लाग्यो मेरो भ्लग जस्तो लाग्यो त्यस्तो प्रतिक्रिया दिनु होला भन्दै आजलाई बाई बाई थ्याङ्क यू फर वाचिङ माई भ्लग सी यू टुमारो बाई बाई गाइजहरू